हेलो हाई गुड मर्निङ एभ्रिवान। सबैलाई नमस्कार भन्दै आज मेरो सानो ब्लग है स्टार्ट गरिरहेको छु। अनि म चाहिँ तपाईहरुलाई के देखाउन चाहन्छु भने चाहिँ सिटोङको अर्ग्यानिक अरेन्ज सुन्तला चाहिँ सिटोङमा चाहिँ सुनको भाउ सुन्तला भनेको चाहिँ यतिको छ है। सुनको भाउ जतिकै पुगिसकेको छ सुन्तलाको भाउ पनि। फलाइ चाहिँ नट ब्याड है, फलाइ एकदमै राम्रो छ। योपालि पोहोर यति साह्रो फलेको थिएन, योपालि चाहिँ एकदमै राम्रो छ फलाइ। हाम्रो चाहिँ अरू जग्गातिर प्राय सिटोङमा अरेन्ज सकिसक्यो अनि दोस्रो अप्सन अपनाउनु थालिसकेको छ। अब के को खेती गर्ने भनेर हैन। सिटोङ चाहिँ एकदमै एग्रिकल्चर बेल्ट हो, टोटली खासमल एरिया। यहाँनिर चाहिँ अहिले सुन्तला मासेको कारणले गर्दा चाहिँ सुन्तला सकेपछि अब के को खेती गर्ने त हैन। कतिले कौलोको खेती गरिरहेको छ, कतिले आफ्नो अलैँचीको खेती। त्यो पनि त्यस्तो राम्रो हुँदैन अलैँची पनि है, त्यस्तो खेतीहरू गर्नु थालिसकेको छ। अनि हाम्रोसम्म चाहिँ अहिलेसम्म चाहिँ अरेन्ज चाहिँ यतिको हुँदैछ। तर यो कलर पहेँलो देख्दैछ नि हैन, यो चाहिँ एकदमै यो झर्नुको लागि रेडी हो। योहरू चाहिँ यो पहेँलो अहिले नै पहेँलो भएकोहरू चाहिँ यो चाहिँ सबै झर्छ। पाक्नेको चाहिँ कलर यस्तो हुँदैन, अर्कै खालको यो बस्नु सक्छ। तर यो चाहिँ यो झर्छ। यो एकदमै यसको भित्रपट्टि किरा हुन्छ। यसको चाहिँ अहिलेसम्म पत्ता लगाउन सकेन के कारण चाहिँ यस्तो हुन्छ भनेर है। हामीले कति खोजी गरिसक्यौँ तर पनि अहिलेसम्म चाहिँ भेटाएको छैन। झर्दैछ भुइँमा, झर्नु त झर्नु स्टार्ट हुन थालेछ। अब अलिक पछि यो पुरा नै झर्छ। यतिको बेसी यतिको बाक्लो चाहिँ फलाइ छ यसको। यो झरेन भने पनि, यो अरेन्ज चाहिँ झरेन भने पनि एकदमै उयो नै हुँदैन, बोटले थेक्दैन। झर्नु नै पर्छ अलिक त, र मात्रै बोट राम्रोसँगले बस्छ। नत्र भने त बोटै पनि ड्यामेज गर्छ पुरा। यसलाई टेवा लाउने बेला भइसकेको छ है। यसरी बोट डल्लै पल्टेर ओह्रालो लुइँकेर चाहिँ फलिरहेको छ। साइज पनि एकदमै राम्रो ठुल्ठुलो साइज यतिको चाहिँ छ हाम्रोमा चाहिँ ओरेन्जको साइज। हेर्नुहोस् न, यो चाहिँ अब पाक्नु स्टार्ट भएको। पाक्नु स्टार्ट चाहिँ अब यस कलर आउनु चाहिँ यस्तोबाट स्टार्ट हुन्छ। यो चाहिँ पुरा खाने बेला, अलिक पछि चाहिँ खाने बेला हुन्छ। यो यतिको छ। यो पहेँलो देख्नुहुँदैछ नि, यो पहेँलो झर्नुको लागि हो। यतिको स्टार्ट भइरहेछ पाक्नुको लागि। यसरी बोट पल्टेर फलेको छ, डर पनि लाग्छ। फलाइ यस्तो छ, यतिको फल्यो भने चाहिँ बेसी फल्यो भने चाहिँ डर हुन्छ बोट मर्छ भनेर। यतिको चाहिँ यो चाहिँ कलर आउनु स्टार्ट भएको हो। यतिको चाहिँ कलर। तपाईहरुलाई पनि खानु मन लाग्यो भने है आउनु सक्नुहुन्छ सिटोङ, हाम्रोमा आउनुहोस्। डिसेम्बरको टाइममा चाहिँ एकदम राम्रो हुन्छ। एरियै पहेँलो हुन्छ त्यो टाइममा। हेर्नु पनि एकदम राम्रो देखिन्छ। टुरिस्टहरू पनि गजक्क हुन्छ त्यो टाइममा चाहिँ अरेन्ज देखेर नि है। बाटोको अवस्था अलिकति खराबै भए पनि अरेन्ज देखेर चाहिँ उनीहरूको मन भुलिहाल्छ, एकदमै खुसी भइहाल्छ भन्दै आजलाई यति नै है। अलिक पाकेपछि म तपाईहरुलाई पुरा भिडियो गरेर देखाउने छु। हवस् त, धन्यवाद।